सेटिङ मिलाउनु थियो क्या कति बजी जानु हजुरको रुममा भन्नुहोस् म अलिक आएर त्यही टाइम आउला तपाईँ भन्नु न तपाईँ मोबाइल मात्रै सेटिङ हो र होइन तपाईँ भन्यो भने त्यो कटिसमा छ नि समुद्र त्यहाँ गएर साथी पौडी खेल भन्यो नि होइन म तपाईँको लागि चाहिँ म पौडी खेलिदिन्छु त त्यस्तो जान दिनु पर्दैन के मलाई मोबाइलमा मात्रै सेटिङ मिलाइदिनु भइहाल्यो अलिअलि मिलाउनु पर्ने छ जुन कुरा भन्छु त्यो अलिक मिलाइदिनुहोस् त्यति मात्रै चाहियो हजुर अरू केही छैन जान दिनु पर्दैन कि तपाईँ सेटिङको कुरा गर्नुहुन्छ तपाईँ भन्नु सगरमाथाको जुजुरोमा गएर होइन तपाईँको के अरे उहाँ गएर नेपालको झन्डा फर्फरायो भने नि होइन म फर्फराइदिन्छु र मोबाइलको सेटिङको साथीलाई होइन साथीलाई साथी मान्दैन मान्छ त साथीलाई जान दिनेलाई म जान दिन्छु त्यस्तो साथी पो त म अनि साथीलाई त्यति परको ठान्ने तपाईँ जब एउटा सेटिङ तपाईँको लागि भन्नु म ज्यान दिन तयार छु म पनि हजुरको लागि ज्यान दिन तयार छु किनभने मोबाइलको सेटिङ मिलाउनलाई म त्यति मलाई जान्ने छैन के त्यही भएर हजुरलाई भनेको मिलाइदिनु होइन कहाँ पायो हो सिग्नल बनायो बनायो प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब हामी ड्युटी सकेर जाँदैछौँ रुममा हजुर हो ड्युटी सकेर हाम्रो गाडी चाहिँ ढिलो अलिक पुऱ्याउँछ आज भोलि त्यही हो तर के भन्ने त्यस्तै छ कति बजे आयो कति बजे राति 1:08 भयो 1 बजेर 8 मिनट रातिको 1 बजेर 8 बज्यो होइन बिहान तपाईँको कपाल छ तपाईँले कुन टोपी लगाउनुहुन्छ चाहिँ अलि यस्तै हो यो हेलमेट लाउनु पर्दैन त्यही भएर लगाउँछु कि टोपी नलाउनु त टोपीले झन् कपाल झर्छ त्यो झऱ्यो तर मेरो पाक्लो कपाल हो कि झऱ्यो भने केही छैन त्यो कपालमा पातले बनाएर लगाएको भनौँ न तर झर्दैन मेरो कपाल मान्छेहरूको कपाल झऱ्यो भनेर कति तनाव कपाल झरिरहेछ होइन यस्तो जवानी छु होइन जवान मान्छेलाई कपाल झऱ्यो भनेर यहाँ बिजोग बज्यो खराब भइरहेछ तर कपाल झऱ्यो हुँदो भन्नु मलाई झऱ्यो पाउँछ मोटो छ कि कपाल पाक्लो भनौँ न छैन छ भने किन टोपी लाउनु टोपी नलाउनु अनि त्यो ड्युटीमा जाँदाखेरि तपाईँको हेलमेट लाउनुपर्छ नि त्यही झ्याउला निकाल्दा बल लाउँछ बसेर त अरू लाग्नु देख्दैन बाजी आउँछ त भित्र उयो प्याकिङ रुममा जान्छ जुस रुममा जान्छ लाउँछ जुसमा जाँदाखेरि कति जान्छ जान्छु त बेला बेला वाटरमेलन काट्न जान्छु पपाया काट्न जान्छु केहरू काम पर्छ नि त कोकोनट बनाउनु जान्छु कोकोनट काट्न जान्छु त्यस्तोमा त त्यो बेला हेरेर नलाग टोपी लाउने हेर्नु लाउँदैन म हो भन्नुपर्छ र यो हेरेर अनिवार्य हुनुपर्छ टोपी लगाए पनि यो बाहिर यताबाट देखिरहेको छ त कपाल देखिरहेछ तर कपाल त्यस्तो केही सेफ्टीसँग देखेछ कति दिन सेफ्टीले देखेछ त्यो एकचोटि बेला त्यहाँ पनि आएको थियो त्यसले पनि दिएको केही भन्यो म्यानेजर पनि देख्छ केही भन्दैन क्या हेलमेट लाउँदैन म एक टोपी लगाएर हिँड्छु केही भन्दैन के भयो आज र तपाईँ नै त गाडी कस्तो अर्को चाहिँ ठाउँतिर है यो बाटो त होइन त होइन यो बाटो यो नयाँ ठाउँबाट लिन्छ के पछाडिबाट आयो पछाडिबाट बाटो बन्द छ कि केही बिग्रेछ कि है हिजो नि यस्तो यहीँ पछाडिबाट आयो त कुन बाटो फर्काउनु नि यार कति बजी सुत्नुहुन्छ अब तपाईँ सुत्नु 5-6 बजे त होला होइन हजुर म लास्ट 4 बजी सुत्छु त्यहाँदेखि सुत्छु तर 10:30मा म त गएर सुतिहाल्छु म त कहिले मलाई निन्द लाग्दैन जति गएर पनि निन्द लाग्दैन तपाईँको कति बजे भनौँ न 4 बजेमा लास्ट सुतिहाल्छु
लगाइसक्यो पानी बस्छ होला यति बसेको तर म 4 बजेभन्दा मतलब मलाई निन्दै लाग्दैन अब अहिले निद्रा लाग्दैछ होइन